हेलो गाइस, सबैलाई नमस्कार। आज म लेडिज खुल्ला प्लाजो कटिङ गर्न गइरहेको छु। यसको लागि 2 मिटर कौडा लिएर 4 भागमा फोल्ड गर्नुपर्ने हुन्छ। त्यसपछि मैले फोल्डको लागि 2 इन्च तल एक्स्ट्रा मार्जिन लिएको छु। अब रहेको छ प्लाजो लम्बाइ 37.5 इन्च। 37.5 इन्च मैले लिएको छु। इलास्टिकको लागि 2 इन्च फोल्ड लिनुपर्ने हुन्छ। अनि सिटको लागि चाहिँ हिपको 3 भाग लिँदा मिल्छ। अनि सिधा मार्जिन तान्नु पर्ने हुन्छ। मैले 12.5 इन्च सिटको लागि लिएको छु। लाइनिङ सिधा तान्नु पर्ने हुन्छ। अब मैले चाहिँ कम्मरको चौथो भाग लिएको छु प्लस 3.5 इन्च प्लस 2 इन्च। अर्को मेथडबाट चाहिँ हिपको चौथो भाग प्लस 2 इन्च प्लस 1.5 इन्च लिँदा पनि मिल्छ। तल चाहिँ मोरीको आधा प्लस 1 इन्च लैजाने अनि सिधा स्केल लगाएर मार्जिन लगाउनु पर्ने हुन्छ। किनकि खुल्ला प्लाजो भएको कारणले प्लस 2 इन्च लिएको ठाउँबाट सिधा मार्जिन तान्ने अनि सिटमा चाहिँ गोल घुमाउने। यति गर्दा प्लाजोको काम सकियो भनौँ। यस्तै भिडियोको लागि लाइक कमेन्ट सेयर गरिदिनु होला र नेक्स्ट पार्टमा म नयाँ भिडियोहरू बनाएर आउनेछु। हवस् त, धन्यवाद।